हेलो एभ्रिवान, जय नेपाल। सबैभन्दा पहिला यो भिडियो हेरौँ, त्यसपछि कुरा गरौँ। यो भिडियो चाहिँ धादिङ जिल्लाको हो। नौकटे त्रिशुल बजार चाहिँ बगाइदियो। एकैछिनमा पुरै त्रिशुल बजारै नै बगाइदियो। तपाईहरु हेर्दै हुनुहुन्छ कति दुःख घटना घटेको छ हाम्रो नेपालमा। कति मान्छेको ज्यानै गयो, कति मान्छे बेघर घरबाट बेघर भयो। यो भिडियो हेरेर त मेरो मुटु नै हलाए जस्तो लाग्छ एकछिनको लागि। कति ठुलो बाढी पीडितलाई, कति ठुलो बाढी आयो, पीडितलाई कति दुःख भयो वहाँ नेपालमा। सबैजना दुआ गर्नु होला नेपालको लागि। सबैजना दुआ गर्नु होला नेपालको लागि, जे छिटोभन्दा छिटो समस्या सल्भ होस्। त्यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच। और भिडियोको शेयर जसरी पनि गरिदिनु होला, सबै जनतासित पुर्याइदिनु होला।